सम्पूर्णमा हार्दिक नमस्कार, मिठो सम्झना व्यक्त गर्न चाहन्छु। आज हामी हाम्रो टिम डिजिटल स्टार टिम नयाँ प्रोजेक्ट तीज गीत सुटिङको लागि पोखराको मेतलाङ यो ग्यारजाति भन्ने ठाउँमा आइपुगेका छौँ। आज हामी गायिका सुनिता नेपालीको तीज गीतको भिडियो छायाङ्कनको लागि फिल्ममा उपस्थित भइसकेका छौँ। यति बेला क्यामेरालाई पूजा गर्ने काम सुरु भइसकेको छ। 1000 चढाउँ नसक्ने 500 चढाउँ, त्यहाँभन्दा धेरै हामी भनिँदैन। गायिका सुनिता नेपाली, दीपिका बयम्बु, सपना सुनारको स्वरमा रहेको यो मौलिक तीज गीतको लय तथा शब्द सर्जक शिव अखेलीको रहेको छ। यो गीतको एरेन्जर तथा डिरेक्टर तारानाथ आचार्य रहनुभएको छ भने सिनेमाटोग्राफरमा अनिल कार्की, म्यानेजरको रूपमा सुरज अधिकारी वज्रराजा, प्राविधिकमा हरि पौडेल, श्रृङ्गारमा राजकुमार गुरुङ रहनुभएको छ। भिडियोमा अभिनयतर्फ कलाकारहरू जुना गुरुङ, सरिता दानकुटी, बुद्धि खनाल, माया गिरी, सुनिता नेपाली, वज्रराजा, अनिल चापागाई, सानु प्रधान, हिरा परियार रहनुभएको छ। कोरियोग्राफरको रूपमा कपिल श्रेष्ठ रहनुभएको छ। जिल्लाको जस्तै गर्दै पानी परिरहेको छ। डाइरेक्टर साहबले सबैलाई स्क्रिप्ट कथा बुझाइरहनु भएको छ। बिहान चाहिँ पानी आएको थियो र हामीलाई अलिकति दिनभरि पानी पर्छ कि भन्ने चाहिँ तनाव भएको थियो, तर पछि पानी रोकिएर पछि दिउँसो भने फेरि घाम चर्किएको थियो। तीज गीत अत्यन्तै मौलिक खालको रहेको छ। विशेष गरी 3वटा छोरीहरू तीजमा माइत आउने र माइत आउँदै गर्दाखेरि चाहिँ आमाले अझै पनि पाएको दुःखको बारेमा यो गीत रहेको छ र अत्यन्तै मन छुने खालको चाहिँ आमाको दुःख। छोरीहरूले आमासँग संवाद गर्दै आमाले अझै पनि कति दुःख गर्नुहुन्छ, दाइ भाउजू भाइ बुहारीले पनि हेला गरेको जस्तो खालको देखिने यो चाहिँ अत्यन्तै गाउँघरकै समाजकै चित्रण गर्ने खालको चाहिँ मौलिक तीज गीत रहेको छ। वरिष्ठ कलाकार वज्रजीले रोमान्स गर्दै हुनुहुन्छ। दुई तिन दिन माइत छोरीहरू आउँदा चाहिँ खालि दुखेर आउने। हामीले गीतको कथाको सिनहरू ग्यारजाति गाउँमा गऱ्यौँ भने अब यसको बाँकी नृत्य तथा अन्य पार्टहरू मालेपाटनमा गएर गर्नेछौँ, जहाँ महिला दिदीबहिनीहरू पनि उपस्थित हुनुहुनेछ। नृत्यमा मुख्य 3 जना कलाकार जुना गुरुङ, सरिता दानकुटी र सुनिता नेपाली रहनुभएको छ भने सम्पूर्ण आमा समूहका महिला दिदीबहिनीहरूको चाहिँ रमाइलो नृत्य रहेको छ। सुटिङ हेर्ने दर्शकहरू पनि अत्यन्तै धेरै रहनुभएको थियो। मन छ दिदी गीतले हस्। ल तपाईँलाई धेरै धेरै धन्यवाद। ए हस्। गीत सुनेर सबैजनाले मन पराउनु भयो र सुटिङ पनि अत्यन्तै रमाइलो भयो र अब छिट्टै सुनिता नेपाली युट्युब च्यानलबाट चाहिँ यो गीत आउँदैछ। सबैजनाले हेरेर माया गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। भाइसँग काम गर्दा मलाई एउटा अनुभव के हुन्छ भने पहिला मैले फिल्म गर्थेँ, फिल्म गर्दा मैले एउटा डायलग बोल्यो, मलाई चाहिँ बिग्रे जस्तो लाग्छ। तर डाइरेक्टर साहब मलाई के भन्नुहुन्छ भने हजुर एकदमै ठिक छ, तर पछि एडिटमा काम लाग्ने छ एउटा खिचाउन भन्ने। अनि ल चाहिँ भन्दा खिच्यो। अनि दोस्रोचोटि मैले डायलग बोलेँ, दोस्रोचोटि बोल्दा भने जस्तो लाग्छ मेरो मनले। तर उहाँ डाइरेक्टर साहब के भन्नुहुन्छ भने होइन तपाईँको एकदम ठिक छ, हाम्रो प्राविधिकहरूको कमजोरी भयो, त्यहाँ क्यामेरा अलिक मिलेन, मिलाउनु पऱ्यो, हजुर एकदम ठिक छ, दुःख नमान्नु भन्ने। अनि त्यसपछि मैले गरेँ। मैले गरेपछि चाहिँ पछिल्लोचोटि चाहिँ मिल्यो। डाइरेक्टर साहबले के भन्नुभयो भने अब पहिलाकै ठिक छ तपाईँको, अब अहिले यो हामीलाई पछि चाहिन्छ कि भनेर राखेको, अब ठिक छ भनेर त्यसरी काम गराउनुहुन्थ्यो। हो यो ठ्याक्कै फोटोकपी पारेर ज्ञान ठुलो, तर काम गराउने कायदा यसरी साथीभाइको मन जित्ने कायदा तारानाथ आचार्य भाइको डिजिटल स्टार सिजन चौकमा छ। उहाँले धेरै गीतहरू रेकर्ड गर्नुपर्छ। हामीलाई कुनै तारानाथ भाइको गीतमा यो एरेन्जमा यो भाइको निर्देशनमा एउटा गीत खेल्न आएको हो, सुनिता नेपाली। हामी अहिले ग्यारजातिमा छौँ। आजलाई यति भन्यो।
अत्यन्तै राम्रो चाहिँ हजुरले समय दिएर राम्रो अभिनय राम्रो कृति गरेर प्राण भरिदिनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो गीत अत्यन्तै चलेर यसको चाहिँ नायिकाहरू सबै चाहिँ यसका चाहिँ कलाकारहरू त्यसका प्रहरीपक्षहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। हामी सबै यहाँ चाहिँ आज जति पनि यहाँ चाहिँ रेकर्ड गऱ्यौँ सबैले मन पराउनु भएको छ। राम्रो भन्नुभएको छ। हजुर धेरै धेरै हजुरहरूलाई सुझाव अत्यन्तै जीवन्त बनाउनु भएको छ। हाम्रो चाहिँ सरिता म्यानेजर पत्र अधिकारी गिरा बहिनी हामीलाई चाहिँ सहयोग गर्न चाहिँ राजकुमार भाइ, कोरियोग्राफर कपिल भाइ सबैले चाहिँ एकदम आफ्नो मेहनत भएको गीत राम्रो बनेर चाहिँ बिहान चाहिँ हामी 8 बजेबाट लगाएर 7 बजीसम्म भयो। आजको लागि हाम्रो समाप्त भएको घोषणा गरेको छु। प्याकअप। हामी त उतै गयौँ न त